Alright, आज हामीसँग एउटा प्रश्न छ, find the area of the shaded region. So actually this is quite plain. So we have to find out the area of this A, B, C, D, E, F, G, this inside part. तलपट्टि चाहिँ we have a triangular shape C, D, E. Given information के छ भन्दा we have GF parallel DE अनि EF र DG यो दुईटा parallel छ. So A to C it's 11 cm tall, यसको height 11 cm छ. र यो फिगरमा यो triangle ABC, area of triangle ABC, area of ACDG र एरिया अफ यो GFED यति चारवटाको एरिया निकाल्यो भने we can add them all and that would be the area of the shaded region. But the important thing is whether it is possible to find out the areas of this section and this section or not. That is why when we look at this figure, let's begin with this parallelogram. यो DEFG parallelogram मा 7 cm base हुन्छ. अब यसको हाइट चाहिन्छ हामीलाई यसको एरिया निकाल्ने हो भने. अब हाइट पोसिबल छ कि छैन है, एउटा इन्फर्मेसन यहाँ छुटेको छ. यो AG चाहिँ 5 cm छ. अब यो टोटल जुन डिस्टेन्स छ C देखि E सम्म, C देखि E सम्म 9 cm यदि छ भनेदेखि हैन, र यो A देखि G अर्थात् यो C देखि D को यो पोइन्ट, यहाँनिर हामीले कुनै एउटा यो D बाट स्ट्रेट आको लाइनलाई यहाँनिर एउटा पोइन्ट बनाउने हो भनेदेखि चाहिँ C देखि यो पोइन्ट O सम्म 5 cm हुन्छ हैन. इट इज इक्वल टु AG. अनि यसलाई हामीले यदि O मान्ने हो भने O टु E भनेको चाहिँ के हुन्छ त 4 cm हुन्छ. भनेपछि बेस 7 cm, हाइट 4 cm, बेस टाइम्स हाइट बाट we can find out the area of this parallelogram. Therefore, area of parallelogram DEFG भनेको base times height 7 cm times this is 4 cm tall. यो D to E, G to F को यो height जुन छ यो चाहिँ 4 cm हुन्छ as I told before. अब यो parallelogram को एरिया निस्कियो हैन. अब हामी जम यो AGDC यो पोसिबल छ कि छैन यसलाई हेरौँ है. अब यो जुन G र D छ, यो G र D प्यारलल FE चाहिँ गिवन इन्फर्मेसन हो. अब यहाँबाट 90 डिग्रीज परपेन्डिकुलर आएको छ, यहाँ पनि 90 डिग्रीज देखाएको छ. तर क्वेशनमा गिवन चाहिँ के छैन भने AC र GD यो दुईटा प्यारलल हो भनेर क्वेशनमा इन्फर्मेसन हामीसँग छैन. त्यसकारणले गर्दा इट लुक्स लाइक अ ट्रपिजियम, तर यो दुईटा प्यारलल छ भन्ने इन्फर्मेसन नभएको कारणले गर्दा यसमा हामी ट्रपिजियम अप्लाई गर्दैनौं है. यसमा हामी ट्रपिजियम अप्लाई गर्दैनौं, तर हामी ABC को एरिया चाहिँ निकाल्छौं है. एरिया अफ ट्रायंगल ABC भनेको के हुन्छ त हाफ base times height है. half. अब in this triangle what is the base? base भनेको यो 2 cm BC हो है. BC 2 cm base हो अनि height भनेको 11 cm हो. Therefore 11 square centimeter is the height of this triangle. अब
त्यसपछि यो जुन सेक्सन छ यो एजिडिसी यो सेक्सन, अब यो सेक्सनको एरिया निकाल्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ भने ट्रपिजियम लगाउँदाखेरिमा यो नमिल्न सक्छ। त्यसकारणले गर्दा हामीले के गर्न सक्छौँ भने एजी यो 5 सेन्टिमिटर पर्पेन्डिकुलर छ, यहाँ पनि 90 डिग्री पर्पेन्डिकुलर छ, यो स्ट्रेट लाइन छ यो है। अब सी देखि ओ सम्म आयो भने सी देखि ओ पनि 5 सेन्टिमिटर हुन्छ, अनि जी देखि ओ र ए देखि सी भनेको 11 सेन्टिमिटर हुन्छ भनेपछि इट्स अ रेक्ट्याङ्गल, यो चाहिँ रेक्ट्याङ्गल हो। देयरफोर एरिया अफ है रेक्ट्याङ्गल ACOG इक्वल्स 11 सेन्टिमिटर लेन्थ टाइम्स 5 सेन्टिमिटर विथ और ब्रेथ, 11 टाइम्स 5 55 स्क्वायर सेन्टिमिटर चाहिँ के भयो त यो ACOG को एरिया भयो। अब यहाँनिर एउटा प्रब्लम चाहिँ के भयो भने जुन यो COD ट्रायंगल छ यो ट्रायंगल पनि यसमा इन्क्लुडेड भयो भनेपछि COD को एरिया हामीले निकाल्नु पर्छ र COD को एरिया चाहिँ वी हैव टु सबट्र्याक्ट फ्रम द एरिया अफ दिस रेक्ट्याङ्गल है। अब त्यो पोसिबल छ कि छैन भन्दाखेरिमा चाहिँ दैट इज पोसिबल बिकज एरिया अफ ट्रायंगल COD भनेको हाफ बेस टाइम्स हाइट है। अब हाफ यसको बेस के छ भनेर हेर्ने हो भने यो D र O लाई जोइन गर्यो भनेदेखि यो जुन यो C देखि O को डिस्टेन्स जुन छ विच इज 5 सेन्टिमिटर, त्यो 5 सेन्टिमिटर बेस हुन्छ है। अब हाइट को कुरा गर्दाखेरिमा चाहिँ यो जुन DEFG इट्स अ प्यारेलेलोग्राम हैन, यो त प्यारेलेलोग्राम हो। अब प्यारेलेलोग्राममा के हुन्छ त भनेर भन्दा यो DG साइड र EF साइड दे आर इक्वल, दैट मीन्स यो GD कति हुनुपर्छ 7 सेन्टिमिटर। सो इफ दिस इज 7 सेन्टिमिटर देन DO टोटल 11 सेन्टिमिटर को डिस्टेन्स छ, यो 11 सेन्टिमिटर टल छ भनेपछि यो के हुन्छ त 11 सेन्टिमिटर माइनस 4 सेन्टिमिटर हुन्छ। यो D देखि O को डिस्टेन्स भनेको कति हुन्छ 11 माइनस 7 हुन्छ, 11 माइनस 7 भनेको 4 सेन्टिमिटर। देयरफोर DO यो 11 सेन्टिमिटर टोटल टल हाइट माइनस 7 सेन्टिमिटर GD opposite side of parallelogram subtract गर्दा 4 सेन्टिमिटर हो। that is what you can use here. sorry मैले यसमा B नै लेखेछु, okay I'll repeat this now. half times base भनेको 5 सेन्टिमिटर भयो यो C देखि O सम्मको, अनि हाइट भनेको चाहिँ 4 सेन्टिमिटर भयो भनिसकेपछि यो के भयो त 10 सेन्टिमिटर स्क्वायर चाहिँ यसको एरिया भयो ट्रायंगल को। अब चाहिँ के गर्नु पर्यो भन्दाखेरिमा चाहिँ एरिया अफ ACDG भनेको यो जुन सेक्सन छ सेडेड पार्ट हो एक्चुअली, त्यो चाहिँ त्यसको लागि चाहिँ 55 सेन्टिमिटर माइनस स्क्वायर सेन्टिमिटर माइनस 10 स्क्वायर सेन्टिमिटर गर्नु पर्यो जुन भनेको 45 स्क्वायर सेन्टिमिटर हुन्छ। अब जुन यो क्वेसनले सेडेड रिजन भनेको छ एरिया अफ द सेडेड रिजन, सो एरिया अफ द सेडेड रिजन भनेको चाहिँ कुन कुन हो भन्दा यो 28 हो हैन, DEFG एड गर्नु पर्यो, अनि यो 11 सेन्टिमिटर स्क्वायर वाला हो अनि 45 वाला हो है, यो तीनटालाई एड गर्नु पर्यो भनेपछि 28 स्क्वायर सेन्टिमिटर प्लस 11 स्क्वायर सेन्टिमिटर प्लस 45 स्क्वायर सेन्टिमिटर, 5 र 1 ले 6 भयो, 6 6 12 13 14 हैन, 14 4 क्यारी ओभर 1 भयो, 5 6 7 8 84 स्क्वायर सेन्टिमिटर भयो। सो दिस इज हाउ यसको एरिया
सेडेड पार्टको एरिया चाहिँ कति निस्क्यो त 84 स्क्वायर सेन्टिमिटर निस्कियो। यसलाई राम्रोसँग हेरेर फेरि प्र्याक्टिस गर्नुपर्ने हुन्छ। थ्याङ्क यू।